सबै नमस्कार। यहाँलाई सबै आउनुभएको छ, यहाँहरू सबैलाई धन्यवाद पनि छ। हामी आज यस तुलसीपुर महानगरपालिका वडा नम्बर 10 चैलाई टोल विकास संस्थाबाट उहाँको शीघ्र स्वास्थ्य लाभको कामनासहित थोरै आर्थिक सहयोग गरेका छौँ। यहाँ यो चैलाई टोलमा बस्दै आउनुभएको भीमबहादुर चन्द धेरै लामो समयदेखि कालाजार र मुटु सम्बन्धी रोगले नाजुक भएको अवस्था छ, बिरामी हुनुहुन्छ। उहाँलाई थोपा मिलेर समुद्र भन्या जस्तै थोरै पैसाले पनि उहाँको ज्यान बचाउन सकिन्छ भनेर यहाँहरूसँग म हार्दिक अनुरोध गर्दछु। जतिले हेर्नुहुन्छ उहाँहरूले एक रुपियाँ सङ्कलन गरेर यहाँको उपचारको लागि गरिदिनु हुनेछ। सबैले जतिले हेर्नु भएको छ सबैले सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सबैतिर यो भिडियो पुर्याइदिनु होला भन्ने आशा पनि राख्दछु। र उहाँको ज्यान बचाउनको लागि हामी सबैले जति साथीहरूले देख्नुहुन्छ सबैले आर्थिक सहयोग थोरै भए पनि आर्थिक सहयोग गरिदिनु होला भन्ने आशाका साथ हामीले पनि सक्दो सेयर अलिकति गरेका छौँ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ र यहाँ सबै फेरि पनि मैले हार्दिक अनुरोध गरेँ, यहाँको ज्यान बचाउनको लागि हामी सबै लाग्नुपर्छ। एउटा मानव भएका कारणले यहाँहरू जतिले हेर्नुहुन्छ सहयोग गरिदिनु होला। मैले यस भिडियोमा फेसबुकमा क्युआर पनि राखिदिनेछु। यहाँहरूलाई थोरै पैसाले कसैको ज्यान बच्छ भने धर्मको कुरा हो। फेरि पनि मैले अनुरोध गरेँ, यहाँहरूले सहयोग गरिदिनु हुनेछ भन्ने आशा राख्दै यहाँ भीमबहादुर चन्दप्रति हार्दिक शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हामीले थोरै रकम हस्तान्तरण गरेका छौँ। सबै यहाँहरूले पनि गर्नुहुनेछ भन्ने फेरि पनि आशा राख्दछु। हवस् त, धन्यवाद, नमस्कार।